सम्पूर्णमा नमस्कार साथीहरु। आज हामी नयाँ तथा पुरानो खोकीको लागि रामबाण घरेलु औषधिको बारेमा कुराकानी गर्नेछौं। यस्तो किसिमको औषधि जुन हाम्रो घरमा उपलब्ध छ, जसले हामी सजिलै निर्माण गर्न सकिन्छ र केही दिनसम्म प्रयोग गरेर आफ्नो नयाँ तथा पुरानो खोकीलाई सन्चो बनाउन मद्दत प्राप्त गर्न सकिन्छ। साथीहरु, आजको यस भिडियोमा कुन जडीबुटीको प्रयोग गरेर हामी यो औषधिको निर्माण गर्न सकिन्छ, कति दिनसम्म प्रयोग गरेर आफ्नो पुरानो तथा नयाँ खोकीलाई सन्चो बनाउन सकिन्छ, कति मात्रामा यसको सेवन गर्नुपर्छ, कस्तो किसिमको व्यक्तिले यसको सेवन गर्न हुँदैन, यी सबैको बारेमा यो भिडियोमा हामी डिटेलमा कुराकानी गर्नेछौं। साथीहरु, भिडियो अत्यन्त जानकारीमूलक छ, यसलाई पुरै हेर्नु होला। च्यानलमा नयाँ हुनुहुन्छ र पहिलोचोटि यो भिडियो हेर्दै हुनुहुन्छ भने सबभन्दा पहिला च्यानललाई सब्स्क्राइब गरिदिनु होला, ताकि कुनै पनि भिडियो बनाउने बित्तिकै सबभन्दा पहिला तपाईसँग पुगोस्। साथीहरु, नयाँ तथा पुरानो खोकीलाई सन्चो बनाउनको लागि हामीलाई मुख्य 5 वटा जडीबुटी चाहिन्छ। 1 नम्बरमा चाहिन्छ तुलसीको 5 देखि लिएर 7 वटा पात। दोस्रो नम्बरमा चाहिन्छ 1 इन्चको अदुवाको टुक्रा। तेस्रो नम्बरमा चाहिन्छ 2 दाना कालो मरिच। चौथो नम्बरमा चाहिन्छ 1 पिस ल्वाङ। पाँचौं नम्बरमा चाहिन्छ 1 पिस सुकमेल, जसलाई इलायची भन्ने गरिन्छ। यो 5 वटा जडीबुटीलाई लिएर एउटा खलमा राखेर मजाले कुट्नु होला। यसलाई 1.5 कप पानीमा राखेर उमाल्नु होला। उमाल्दा उमाल्दा पानी जब आधा बाँकी रहन्छ, यसलाई फिल्टर गर्नु होला। एउटा कपमा राख्नु होला। मन तातो भइसकेपछि यसमा आधा चम्चा शुद्ध मह मिसाइदिनु होला र यसलाई दिनको 2 पटक सेवन गर्नु होला। यानी कि 2 पटक यसको निर्माण गर्नु होला, 2 पटक यसलाई सेवन गर्नु होला। लगातार यसलाई 5 दिनसम्म सेवन गर्दिनु होला, त्यसपछि सेवन गर्नु पर्दैन। 5 दिनमा यसले तपाईको पुरानो भन्दा पुरानो खोकीलाई सन्चो बनाउन धेरै हदसम्म मद्दत पुर्याउने कार्य गर्छ। साथीहरु, यो जुन 5 वटा मुख्य जडीबुटी छ, यसमा एन्टिब्याक्टेरियल गुण प्रचुर मात्रामा रहेको हुन्छ। यसमा एन्टिभाइरल गुण प्रचुर मात्रामा रहेको हुन्छ। यसमा एन्टी इन्फ्लामेटरी गुण रहेको हुन्छ, जसको कारणले यसले हाम्रो पुरानो भन्दा पुरानो खोकीलाई सन्चो बनाउन हामीलाई मद्दत पुर्याउने कार्य गर्छ। यति मात्रै हैन, यसले हाम्रो रोग प्रतिरोधक क्षमतालाई पनि अत्यधिक मात्रामा बढाउन मद्दत पुर्याउँछ। साथीहरु, यो जुन औषधि छ अत्यन्त प्रभावकारी छ, यसमा कुनै दुई मत छैन। तर केही यस्ता व्यक्ति हुनुहुन्छ जसलाई यसको सेवन गर्न मिल्दैन। साथीहरु, सानो बच्चालाई, गर्भवती महिलालाई र गम्भीर बिमारीबाट पीडित भएको व्यक्तिलाई यसको सेवन नगराउनु होला। यदि उहाँहरुलाई गर्नु पर्यो भने आफ्नो चिकित्सक, आफ्नो डाक्टरको सल्लाह लिएर मात्र गर्नु होला। यो भिडियोको आधारमा नगर्नु होला। साथीहरु, आशा गरेको छु यो भिडियोले निश्चित रूपमा यहाँलाई धेरै हदसम्म लाभ पुर्याउने छ। यदि भिडियो राम्रो लागेको छ भने यसलाई लाइक गर्नु होला, धेरै जनाको बीचमा यसलाई शेयर गरिदिनु होला। धेरै धन्यवाद। नमस्कार।